छ कसा छौ र कैसँग वेलकम ब्याक टु माई युट्युब लङ भिडियो र आज चाहिँ हामी 5 सेकेन्ड च्यालेन्ज गरिरहेको छौं अनि 5 सेकेन्डमा चाहिँ कसले कतिवटा पानीपुरी खान सक्छ भनेर हामी गर्दैछौं र एज अनुसार हामीले मिलाएको छौं र फर्स्ट क्यान्डिडेट हुनुहुन्छ हाम्रो मुवा उहाँले चाहिँ 5 सेकेन्डमा कतिवटा पानीपुरी खाइसक्नुहुन्छ हेर म त मुन ट्राई गर्नु मुवा अब रोक्नु सादा गर भन्नु त यसको लखलो कतिसम्म खाइसक्नुहुन्छ मुवा बिन्दी खाने हो मैदा हप्तै दिन पनि हप्तै लै 1 2 जोस ना गर या मुवा यो भुटिङ गर गाइस फाइनली अब चाहिँ मेरो पाला आइसकेको छ यसपछि चाहिँ म छु घरमा सबभन्दा ठुलो सबभन्दा जेठो अब म चालु गर्छु है सुरु गर 1 2 3 गो अब हातले खायो छिटो छिटो 2 सेकेन्ड 10 सेकेन्डमा है छिटो 10 सेकेन्ड मुवाले तिनटा खानुभयो देखि म आउँदैन हट गरेछ छि ल भयो है उहाँले खाँदाखाँदैमा लागेको थियो एकदमै सजिलो छ म 10-12 वटा त खान्छु जस्तो लागेको थियो म 3टा भन्दा बढी खाइसकेन त्यो पनि चिटिङ गरेर एउटा चाहिँ सेकेन्डको च्यालेन्ज थियो र हामीले 10 सेकेन्डको च्यालेन्ज बनाउँदा पनि हामीले 2टा 3टा मात्र खाइसकेको छौं लेक्सी बोइले चाहिँ कति खाइसक्छ उसले चाहिँ रेकर्ड तोड्न पनि सक्छ 1 2 गो सुरु फटे गो धेरै पानी खा पानी हाल्दिन चिटिङ पछि 5 6 7 8 9 10 5 सेकेन्ड अब चाहिँ हाम्रो सुसान हाम्रो सबैभन्दा सानो उसको चाहिँ पालो रहेको छ सुसानको त्यो चाहिँ हाम्रो घरको एउटा मात्रै छोरा छ त्यही भएर यो खान्छ अहिले अहिले चाहिँ अब हेरौँ सुसानले जित्छ कि गर्ल्स पावरले जित्छ कि बोइजहरूले जित्छ बोइज मात्रै रह्यो भने अब उसले जित्छ कि कसले जित्छ हेरौँ है त ल है छिटो सुसान रेडी है रोक 3 2 1 सुरु पानी हालेर खाना पानी पनि हाल्दैन ओइ 3 सेकेन्ड अघि चाहिँ हाम्रो विनर भेटिएन किनभने 3-3वटा मात्रै खाएको थियो हामीले धेरै पनि खाइसकेनौँ अब चाहिँ हामीसँग 4-4वटा पानीपुरी छ ब्रदर एन्ड सिस्टरको हामी च्यालेन्ज गरिरहेको छौँ अहिले चाहिँ अनि उसले छिटो सेकेन्डमा या थोरै छिटो खाइसक्छ भनेर हामी चाहिँ ट्राई गरिरहेको छौँ देखि कसरी ट्राई गर्छ 1 2 3 भन्नु ल 1 2 3 गो छिटो बिन्दीले पानी हाल्न है 5 सेकेन्ड बिन्दी छिटो 10 सेकेन्ड भयो है छिटो 15 सेकेन्ड स्टप भयो सक्यो मुकुन सेकेन्ड मुकुन चाहिँ भन्ने भयो बन्द गरिदियो सक्यो टाइम छ सुजनले 24 मिनेटमा सक्यो 24 मिनेटमा बिन्दीले तल सक्छ सक्दैन यिनीहरूको च्यालेन्ज भइरहेको छ उसले चाहिँ रोल मात्रै टोडिरहेको छ अब चाहिँ रुल टोड्न पाइँदैन अब जो चाहिँ जित्छ है 1 2 3 गो छिटो मुख पनि आगो देखाउनु पर्ने छ मुख पनि आगो देखाउनु पर्ने छ छिटो है जो जित्छ त्यो खाने है मुख पनि आगो देखाउनु पर्ने उल्टी गर्न पाइदैन